हाई गाइज, आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि यहाँ सन्चै आरामै छु। हजुरहरूलाई फेरि पनि मेरो नेक्स्ट भ्लगमा स्वागत छ। म चाहिँ हिजो गाउँ आएको छु, अब आज फर्छु र त्यतिखेर पानी परिरहेको छ। अब गएकोसम्म आज चाहिँ हिँडेर जानुपर्ने हुन्छ। कसरी जाने, आज काममा जसरी पुग्नु छ, कसरी जाने टेन्सन भइरहेछ गाइज। पानी परिरहेछ। अहिले बिहानको गाउँको नजारा। म चाहिँ बिहान अहिले कति 5:30 भयो। अब चाहिँ आमाको छाता मारेर पनि म चाहिँ जानुपर्ने हुन्छ तलसम्म। तल मम्मीको सामान छ, सामान पुऱ्याएर फेरि म त्यहाँबाट चाहिँ गाडी चढेर इलाम जानुपर्ने हुन्छ। गाइज हेर्दै गर्नु होला। भने जस्तो चाहिँ नखाँदा नि खानु मन लाग्छ। म चाहिँ हिँडेको गाइज। अब तल 10 बजी काममा पुग्नुपर्छ। आजभन्दा कामबाट एकदिन पनि छुट्टी पाउनु छोड्यो। यहाँबाट हाम्रोबाट पर्छ है साथीहरू। तल मुनि चाहिँ हाम्रो सुनारहरूको चण्डी गर्ने ठाउँ छ। अब उभौलीमा गर्छौँ, त्यति बेला पनि भिडियो बनाउने कोसिस गर्छु। वर्ष बिहानै उठेर काम गर्नुपर्छ, पकाउने आएको मान्छेहरूलाई बाँड्ने कुराहरू पकाउनुपर्छ, फेरि नाच्नुपर्छ हो। त्यही भएर नि चाहिँ हाम्रो गाउँको नजारा। पहिला यस्तै समयमा यही ठाउँमा घाँस काटेदेखि यस्तै समयमा यही गाउँमा बस्नु पनि सक्न छोडिएछ। सहरले मान्छेलाई बिगार्छ। यो गहिरामा चाहिँ साह्रो सिनसाग टिपेको अहिलेको यस्तो पर्छ। कस्तो राम्रो उजेलो अँधेरो देखिँदो रहेछ त हौ। कस्तो राम्रो उजेलो अँधेरो देखिँदो रहेछ त हौ। बुढाबुढी मात्रै घरमा फेरि तर जाडो चाहिँ भएन है 2 यही त हिजो नजारा चाहिँ दामी छ है। पारीको भ्यूहरू चाहिँ राम्रो छ। आँखाबाट हेर्दा फोनमा चाहिँ कालो आयो होला, फोनमा चार्जै छैन साथीहरू। यहाँ हिजो रातभरि गाडाङ गुडुङ गरेर पानी पऱ्यो, बत्ती गइहाल्छ। गाउँमा सहरमा सबै ठाउँ यस्तै हो। बोजू उहाँ नि उता चाहिँ बोजूको देवर साइला त्यहाँ गफ गर्दै हुनुहुन्छ। अनि म चाहिँ हिँड्दैछु साथीहरू। अब तल मम्मीकोमा निस्किन्छु एकछिन र आज जाने इलाम है त। पुऱ्याउँछ होला। खानु हुँदैन, चियाइ दिनु, चियाइ मात्रै दिनु। अहिले माथि हिँडेर जानुपर्छ, सक्नु हुँदैन। जाँड त खानु पनि हुँदैन होला। जाँड त खानु हुँदैन जाँड त। होस् चियाइ दिनु न।
इलाम झर्नु भने कहिले झर्नुहुन्छ मम्मी? अब त्यति बेला उयो त्यति बेला यो गरौँ न त, कुर्ता नापेर लिनु ल। फुटेको छैन त्यो चाहिँ? किन? सो साथीहरू, म चाहिँ बाख्र बजारबाट फेरि उदै झर्दैछु। आमा पनि आउनु भएको थियो नि त मसँग बाख्रसम्म, उहाँको कुर्ता घटाउनु थिएछ। अनि त्यही भएर आमा पनि तल झर्नु भएको थियो कि कुर्तै घटाइदिनु भएको रहेन भाइजूले। अनि कुर्ता चाहिँ तल, यति कुर्ता घटाइन्जेल तल झर्नु भएको थियो आमा पनि। अनि म चाहिँ आमाले पुऱ्याएँ बाख्रसम्म पुऱ्याएर म चाहिँ फेरि उदै फर्किँदैछु। अहिले 8:30 भयो। माथि गाउँबाट चाहिँ गाडी 9:30 मात्रै आउनु थियो, त्यही भएर म चाहिँ 9:30सम्म तलै के घरको कामहरू सघाइदिँदै गर्नु पऱ्यो भनेर म चाहिँ उतै फर्किँदैछु। फोनमा चार्जै छैन। अब यहाँबाट ओह्रालो गाडी चढेदेखि चाहिँ भिडियो बनाउँदिनँ। नेपाली त क्या यो त्रिवेणीदेखि उता त भाषै घारीमा चाहिँ केही भिडियो ल्याउनु पाइँदैन, त्यही भएर म चाहिँ अब भिडियो नबनाइ जान्छु। सो गाइस, अब चाहिँ म तल फर्किँदैछु। सब्जी पनि के लिएर जानु, तल रुममा हुँदा चाहिँ जे कुराको पनि आवश्यक पर्छ, गाउँ आएपछि त सब्जी नै हुँदैन। अनि त्यही भएर अब माथिबाट हजुरबाहरूकोबाट चाहिँ चिन्डे थोरै अनि चिया रङ झारेर झरेँ। अरू सब्जी रहेन। यहाँ अब मम्मीहरूकोमा के छ, यहाँ मम्मीहरूकोमा पनि सब्जी छ भने चाहिँ लिएर जान्छु, नत्र चाहिँ नलगी जान्छु। अब गाडी नै ढिलो आउँछ गाउँबाट, तल काममा छिट्टै आइपुग्नु भन्दै हुनुहुन्थ्यो। गाडी जति बेला हुन्छ त्यति बेला त जाने हो, त्यही भएर अहिले गाडी आएपछि चाहिँ जान्छु म। खै यो बत्ती नै हुँदैन गाउँमा, बत्ती नै छैन र साह्रै गाह्रो भयो। इलाममा पनि छैन भने चाहिँ मेरो फोन अफ हुन्छ, भिडियो अपलोड गर्नु पाउँदिनँ। आज म हिजो पनि भिडियो त बनाएको थिएँ, बेलुका भिडियो बनाइ नसकी त्यतिकै निदै गर्छु। अब राति पानी पऱ्यो गाडाङगुडुङ गरेर त्यस्तै भयो। अब आज पनि यहाँ भिडियो चाहिँ बनाउँदैछु। पोस्ट चाहिँ म अब कहिले भरे नै भयो भने भरे नै गर्छु। अब हिजोको आज पोस्ट गर्दा आजको भोलि होला। सो गाइस, गाउँ आएको बेला चाहिँ भिडियोहरू बनाउने कुराहरू हुन्छ नि त, यताउता कहाँ गएँ के गरेँ कसो गरेँ त्यही कुराहरू हुन्छ। त्यही भएर म चाहिँ भिडियो बनाउँछु। बजारमा त रुम गयो, रुमबाट काम आयो, काममा आएपछि फोन अडाएर भिडियो बनाउने सम्भावना नै हुँदैन। त्यही माथि लाज लाग्छ हो, मान्छेहरूको अगाडि चाहिँ साह्रै लाज लाग्छ। फोन तेर्सम्म अनि एक्लै उता बनायो हिँड्यो। पोहोरको आलु रोपाइमा चाहिँ यहाँ आएर रोपेको खनेको थियो। अब योपालि त रोप्नु नि सघाउनु पाइएन, खन्नु पनि। पोहोर चाहिँ म तल काम गर्थिनँ नि त बजारमा, त्यही भएर यता गाउँमा आएर सघाएको थिएँ। अब म तल पार्लरमा काम गर्न थालेपछि त टाइमै हुँदैन, त्यही खानु लानु मात्रै आयो, नत्र त सघाउने चाहिँ कुरै छैन। यो चाहिँ मम्मीहरूको गाई, एउटा चाहिँ माथिल्लोपट्टि पसेछ।
खोले पाक्दैछ। सो गाइज गाडी चाहिँ आइपुगेछ। म चाहिँ निस्केको यहाँ माथि भन्ज्याङ निस्किनु पर्छ कि गाडी चढ्न चाहिँ। अघि चाहिँ फोनै छिटो गरेन र अहिले हतार कुद्दैछु। गाउँ चाहिँ गाडी चाहिँ मेरै आफ्नै माथि बाजेकै हो कि माउलीको गाउँकै गाडी हो। वर्षमा चाहिँ भेट भइसकेको छ। त्यही छ खुट्टा पनि नदिने भात खाँदै थिएँ। भात खाँदा खाँदै खाइदिइहालेको। सबभन्दा सुरुमा म हिँडेको मै ढिलो भयो होइन। कति कुदेँ नि फेरि यो हिजो अटोमा झुन्डेकोले हात दुखेर बिचको भयो। नझुन्डे अब अगाएको हिजो हजुर म हिजो त्यसलाई त बिहान नै भेटेको थिएँ नि त। टुरिस्ट हो यसरी बाइक किनेर हिँड्छ। टुरिस्ट हेरिन म त देख्दैछु कुन खालको भनेर हेर्दै बाइकहरू दिनको हप्ताको त्यसरी किनेर हिँड्छ। ए हो अब म बोल्न चाहन्छु कि लाज लाग्यो क्या। कहाँबाट मुन्टायो? म चाहिँ रुम आइपुगिसकेको छु साथीहरू। माथिबाट हिँडेर चाहिँ भिडियो बनाएँ। आइपुगेर चाहिँ भिडियो बनाउनु पाएन, गाडी रोकेकै त्यही भएर बाटोमा भिडियो नबनाइ आएको। आइपुगे बजे कति 12 लगभग 12 बजेको थियो। म माथि बजार आइपुग्दा तै पनि काममा बसेँ। दिनभरि मैले फोनै चलाइनँ। फोन चार्ज थिएन र चार्ज लगाएँ दिउँसो। त्यही भएर मैले माथिबाट त्यो के भन्छ त्यसको नाम होइन, त्यो फुलको नाम त्यो क्याटस के भन्ने फुल लिएर आएको थिएँ। त्यो र क्याटस लिएर आएको थिएँ। अनि यहाँ गमला पनि 15 रुपियाँको किनेर लिएको र यो 15 रुपियाँ गोटाको दुईवटा लिएको 30 रुपियाँको। यो चाहिँ मैले अस्ति रोपेर देखाएको थिएँ नि हिजोको ब्लगमा। हो त्यही फुल चाहिँ मैले सार्नु आँटेको क्या। अनि म चाहिँ यो कसरी सारौँ होला कृतिका? मतलब यो उखालौँ त्यही भएर चाहिँ फुल सार्नु आँटेको। बढ्नै पाएन। अन्जनहरूकोमा थियो नि कृतिका यस्तो त्यो छुट्टै हुर्किसकेको फुल क्या यस्तो। अनि लिन नि के को आमा साथी हुनुहुन्थ्यो? आमा पनि पो जानुभएको त अन्जनको। बिचरा माया लाग्यो नि। म त जाउँ पनि भनिनँ कि त्यो बाख्रोमा झऱ्यो हो। अनि त्यहाँ कुर्ता बनाइदिएकै छुइनँ, एकैछिनमा बनाइदिन्छु भन्नुभयो नि त त्यो मान्छेले। एकको लगाएर तल मम्मीको सम्म त झरे लम्बाइ नै काट्दैन रहेछ। अनि फेरि अघि
हिँड्दै जानुभयो बिचरा कति बेला घरमा म फोन चाहिँ गर्नुपर्ने त्यो कुर्ता हौ बनाउनु दिनुभएको थिएछ कि त्यही लिनु जानुभएको अब भोलि बिहेमा जानु हुने अरे नि त यो बाङ्गो रोपे जस्तो छ त हौ केटीलाई हेर कति जग्गा साथै त्यो मरिसकेन अनि यही बाङ्गो छ बोटै जसले चाहिँ अलि फुलहरू हेर्नु जाने नि त्यो साह्रै साह्रै गर्छ अब चाहिँ यो फिक्स हो क्या यतिको भयो हुन्छ नि कृतिकाले मेरो क्यामेरै छेक्थ्यो हो गाइसहरू यही लिएको थिएँ क्या मैले माथिबाट चाहिँ अनि यो सारेको अहिले तर यो यस्तो यस्तो छाटेर सार्दा पनि हुन्छ यो र यो कमल लिएर मैले रोपिसकेको छु यहाँ यो चाहिँ कृतिकाले रोप्थ्यो यो चाहिँ मैले अझै लियो भने यति नै लिने हो अब घरमा छोरी मान्छे भएको जस्तै गरेनस् भने कि छोरी मान्छे हुँदा पनि दिँदैन क्या कृतिका यो माटो पनि यही लगाइदिउँ ल यो स्नेक प्लान्टमा के कुरा हो लिन कि परै छ भन्छौ दुइटै एउटै कुरा हो त मिसिँदा त पढ्दै हुँदैछ एकछिन पर्छ सप्ताहमा राइरहेको छ हाम्रो मामासँग तिमीलाई घर जाउँ भन्दा भाग्यौ त कृतिका जाउँ घर भनिदिएको त कि भाइ लिङ गर त भने त बस्दै गर ल भनेर गर त म त सिधै गएँ पठाइदेऊ ग्रुपमा कल आयो है गाइस सो साथीहरू हिजो बेलुका चाहिँ आएर थोरै भिडियो बनाएँ कि त्यहाँबाट भिडियो इन्टै गर्न नपाई सुतिहाल्दैछु धेरै गलेको थिएँ अनि सो अहिले बिहान भिडियो बनाउँदैछु त्यसैमा प्लस गर्छु थप्दैछु है त अनि मैले चाहिँ हिजो यो चिन्डे लिएर आएको थिएँ उँभो गाउँबाट अचार खानको लागि अनि सब्जी चाहिँ कस्तो हुँदो रहेछ भनेर थोरै चाहिँ सब्जी आलुसँग सब्जीमा ट्राई गर्नु पऱ्यो भनेर बनाउँदै गरेको अब खाना बनाएर खाएर चाहिँ फेरि म जानुपर्ने हुन्छ त्यही भएर खाना बनाउँदैछु बिहान चाहिँ मेरो टर्न हो बेलुका चाहिँ भाइले बनाउँछ सो साथीहरू अब गाउँ गएको बेला भिडियो त बनाउँछु तर त्यस्तो उयो हुँदैन मान्छेको अगाडि लाज लाग्छ क्यामेरा खोल्दै त्यही भएर फेरि त्रिवेणीदेखि ओह्रालो नेपाल इलामसम्मै बाँसघारी छ राम्रो भ्यूै ल्याउनु पाइँदैन त्यही भएर पनि म बाटोको चाहिँ भिडियो गर्दिनँ सो गाइस सबैजनाले हेरेर साथ दिनु होला सपोर्ट गरिदिनु होला धेरै धेरै माया गरिदिनु होला है त भन्दै मेरो यो भिडियो चाहिँ यही एन्ड गर्न चाहन्छु अल अफ यु टेक केयर बाई बाई